हेलो एभ्रिबडी। आज हामी सर्ट ट्रिप हाम्रो यहाँ छेउको फेसबुक चोक जाँदैछ। तपाईँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज गाइज हामी सर्ट ट्रिप जाँदैछौँ अनि म तपाईँलाई देखाउनेछु कहाँ कहाँ घुम्ने ठाउँ छ भनेर, अनि कस्तो कस्तो ठाउँ छ अनि कस्तो कस्तो खानाहरू पाइन्छ भनेर। गाइज मान्छे पर्खिनु चाहिँ कस्तो बोर लागेको है। यहाँ बस्दा कलबरमा बसेर यसरी पर्खिँदा पनि हुँदैन होइन, अनि यहाँ उभिएर यसरी गर्दा पनि हुँदैन, टाइमिङ नै जाँदैन, उनीहरूको 5 मिनटै जाँदैन। यो पर्खिनु चाहिँ मलाई मात्रै बोर लाग्छ कि तपाईँहरूलाई पनि हो? कमेन्ट गर्नुहोला। हामी चाहिँ फाइनली फेसबुक चोक आयौँ गाइस। ल हेर्नु कस्तो दामी छ यहाँको ठाउँ। अनि यहाँ हेर्नु है लोकल खोर्सानी पनि छ नि। यसो यो चाहिँ के हो? यो खोर्सानी हो? यो कुन खालको खोर्सानी? पत्ता फेरि खोर्सानीको चाहिँ छैन, हेर्नु न। फुलको चाहिँ पत्ता चाहिँ हो, फेरि फल चाहिँ खोर्सानी जस्तो छैन नि। कस्तो खालको नि? अचानक खालको। अँ कत्रो कत्रो ठेडो नि, बैगुन जत्रो। बैगुन जत्रो नि। खोर्सानी नै हुनु नि, सिमला मिर्चको अर्कै बोट हुन्छ नि त। के हो के हो गाइज कमेन्ट गर है। र हेर्नु यहाँ घुम्नु आउँदाखेरि चाहिँ अर्ग्यानिक फार्मबाट सब्जीहरू पनि किन्नु सक्नुहुन्छ है। हामीले चाहिँ किनेको छौँ। यहाँ अर्ग्यानिक फार्म डुल्ने यहाँ दुईजना गाई चाहिँ त हेर न, हेलो त भन। गाइजहरू हेलो। हाम्रो गाइजहरू आइपुग्यो यहाँ। खै ए भाइ कुद्यो बिराईमा त खोक्दै खोक्दै। यस्तो दामी यस्तो दामी आफै उसलाई हुन्छ नि। अर्ग्यानिक फार्म झापामा पनि छ है। सबजना झापामा आएर अर्ग्यानिक फार्म निहालेर माछादेखि लिएर सब्जीहरू लगेर अनि फेसबुक चोकमा आएर फोटो खिचेर रमाएर पनि जान सक्नुहुने वान अफ द फेभरेट प्लेस फेसबुक चोक छ है। यहाँनिर आउनुहोला, भिजिट गर्नुहोला, घुम्नुहोला, रमाइलो गर्नुहोला। यो ठाउँमा चाहिँ टाढो टाढो आउनुहुने महानुभावहरूको लागि चाहिँ बस्नुको लागि ठाउँ पनि रहेछ। एकदम दामी व्यवस्थापूर्ण रुमहरू। अनि हाम्रो फाइनली खानेकुरा पनि आइसक्यो, खाएला। यहाँ आउँदाखेरि चाहिँ लोकल स्पेसल लोकलको सुप पनि पाइन्छ भने यहाँको स्पेसल यहाँको फार्मको माछा पनि छ है। माछाको छोइला पनि छ है। स्पेसल यहाँको माछाको छोइला, माछाको चाहिँ पुरै आइटमहरू रहेछ होइन यहाँ, किनभने माछा फार्मै हो नि त स्पेसल्ली। आनन्द कार्कीको आवाजबाट
रामा रामा गजब हो गया, तरसे नजरिया लड़ गई, आई जवानी जुल्म हुई गवा